गरेको बुढीले माया गरे यहाँनिर यस्तो भएको कुराहरुला यो फाल्न पर्यो हैन सुस्तारी सुस्तारी ह्यापी एनिभर्सरी नानीको ह्यापी बर्थडे हो कि के हो ह्यापी मन्थडे ह्यापी मन्थडे तिम्रो खुट्टाले यसरी यसरी मम्मीलाई पिट्यो अनि यसले पिट्यो यो कसो खुट्टो हो अनि तिमीले सरी नभने मैले के सरी भन्ने त मलाई दिएनौ त अनि खानु हुँदैन सब खुइलिएका कपडा जस्तो देखिन्छन् यो माई गॉड ए भगवान कस्तो राम्रो निछो र कसले सिकाएको यस्तै तिमीले लेख्न विवाहको पहिलो दिनमा खाना पकाउनु पर्यो त्यही भएर खाना पकाऊ भनेको एकछिन के सोच्यो के रे छिटो उठ हेलो गाइज नमस्ते गुड मर्निङ आज मेरो चाहिँ एनिभर्सरी हो अनि आज चाहिँ हामी चाहिँ कुनै ठाउँमा जाने प्लान पनि छ सायद त्यो क्यान्सल पनि हुनसक्छ तर एनिभर्सरी मनाउने कुरा चाहिँ हो तर कस्तो हुन्छ हेरौँ है सरप्राइज चाहिँ दिने मैले के सरप्राइज दिने हो र दिन चाहिँ सानो चिजहरू किनिदिनु पर्ने छ ह्याप्पी एनिभर्सरी उठ खै त सेम्टी भने खोइ उठ्ने होइन छिटो ल त्यो खाना पका उठेर छिटो विवाहको पहिलो दिनमा खाना पकाउनु पर्यो त्यही भएर खाना पकाऊ भनेको एकछिन के सोच्यो के रे छिटो उठ भलै छोरी उठ उठ्दिने हो कति सुत्यो मेरो डेली रुटिन चाहिँ खासै छैन भन्दा पनि हुन्छ आज काम सायद अपोइन्टमेन्ट छैन आज म खाली नै छु कहिलेकाहीँ चाहिँ हुन पनि सक्छ पछिबाट होइन तर अहिले चाहिँ खाली छु सायद आज खासै प्लान चाहिँ छैन एकछिन दरबार मागतिर पनि जान्छु होला या त बारबडी जानु पर्ला त्यसपछि आजको मेरो दिनचर्या सुरु हुन्छ नगरकोट जाने कुरो चाहिँ थियो एकजना सरसँग हाम्रो शिवराज सरसँग तर उहाँले चाहिँ अब जाने भन्नुभयो भने जाने नत्र एक्लै चाहिँ गाह्रो हुन्छ होमस्टे जाने प्लान हो हेरौँ गइयो भनेपछि हजुरहरूलाई इन्फर्म गरिहाल्छु मैले मेरो खाना आइसकेको छ म खाना खान्छु ल आज के हो थाहा छ आज पनिर हो पनिर गाई चाहिँ मेरो खाना हो यो प्याज काटेर देऊ न ल प्याज पनि देऊ पनिरको उद्घाटन गर्नु पर्यो नि त गाई राम्रो राम्रो दामी छोरीलाई होमवर्क बनाउनु लाग्छु ल सानो डब्लु हो ल त्यस पछाडि के लेख्ने छोरी त्यसपछि डब्लुबाट के हुन्छ डब्लुबाट एक्स हो ल लेख लेख यस एक्स आउँछ यस के आउँछ छोरा ल छिटो 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 वाउ यो माई गॉड ए भगवान कस्तो राम्रो निछो र कसले सिकाएको यस्तै तिमीले लेख्न फेरि ल के छ के लेख्ने छ र अब यहाँ के लेख्ने अब जेट जेट त कहाँ लेख्ने जेट त यहाँ लेख्ने यहाँ पनि वही लेख्ने छिटो यो बनाने बाबा हो बाबु ए भगवान ल कस्तो राम्रो लेखेको नि कस्तो राम्रो छोरी लेख्छन् के ल एक्स वाइ त्यस पछाडि ल एउटा मात्रै वान पिस ल ल यस ल हाई फाई छोरो हाई फाई छोरो हाई फाई हाई फाई ल हाई फाई ल होमवर्क के पनि छ अरे हामीले ल होमवर्क गराइसके यिनीहरूको कुनैको काम छैन सब बसेर यहाँ हेर्नु गर्न नसकेर यस्तै हेरेर बसेको थिएँ अनि म आएर छोरो कसले बनाएको छोरो तिमीलाई होमवर्क बाबाले बनाइदिएको बाबाले सिकाएको हो
मैले चाहिँ होमवर्क बनाएँ। अब चाहिँ म मेरो होमवर्क गर्न जान्छु। गाइज म घुम्न जाँदैछु स्कुटीमा। सुरुमा चाहिँ कलङ्की जान्छु, त्यस पछाडि हाम्रो सुल्टी राजालाई चाहिँ समातेर होइन पछाडि बसालेर चाहिँ म चाहिँ घुम्न जाँदैछु। मेरो स्कुटी चाहिँ भाटबटिन गएर आउँछौँ ल। अनि केही सामानहरू किन्न पर्नेछ, किन्ने त त्यस्तै हो, किनिदिनु पर्नेछ भनौँ न। कलङ्कीको भाटबटिनमा जान्छौँ ल हामी आज। यो हाम्रो अन्डरग्राउन्ड टनल के भन्छ रे? अन्डरग्राउन्ड नै हो, टनलै हो। नेपालको सबभन्दा पहिलो चाइना र नेपालको सहयोगमा बने हो। तर नेपालको पहिलो हो नि त, योभन्दा अगाडि नेपाल कहीँ बने छैन नि त। धेरै पुरानो नि, एसियाको सबभन्दा पहिलो सुरुमा नेपालमै छ कुरा गर्नु तपाईँ यार। अनि यो त यो पुल हो भनौँ न, हल्का तल छ क्या। यतातिर किर्तिपुर हो, किर्तिपुर हेर्नुहोस् त, यता चाहिँ किर्तिपुर भन्छ होइन। अनि यतातिर चाहिँ भाटबटिन नि। भाटबटिन राइट। हाम्रो स्कुटीको भिडियो बनाएको छु ल, अहिले फेरि बिर्सिला भनेर। स्कुटी नचिन्ने हो नि। हेर्नुहोस् नबिर्सिनु होला, हाम्रो स्कुटी यहीँ छ है अहिले। थिएन नि त। यताबाट जाउँ न, यताबाट टाइम चाहिँ भाटबटिनभित्र जान्छौँ ल। अनि के छ सपिङ गर्नु हामीले गर्ने नै हो। सोल्टी र म छौँ दुईवटा, देखाउँछु हजुरहरूलाई। हाम्रो सेक्सन त कता होला? क्रिम पाउडरको सेक्सनमा जाने भएन? उता जाऊँ न त, कपडा लिँदा पनि कपडा हेरौँ, कपडा हेर्छौँ ल। कपडा हेरेँ, आज एनिभर्सरी हो कि मेरो बुढा हो नि, थाहा छैन रात बुढा। त्यही भएर गिफ्ट किन्न आएको नि, एनिभर्सरी हाम्रो सोल्टीलाई गिफ्ट किन्न आएको नि म। गिफ्ट कपडा सेक्सनमा जाने हो नि त हामी। हामी कपडा नि तपाईँ गएर आउँछौँ ल। अब यस्तो यस्तो लैदिनु पऱ्यो गाइज। अब ए राम्रो छ त, यस्तो एउटा लैदिनु पऱ्यो यो होइन। एउटा यो छ, यसलाई हेरौँ कस्तो हुन्छ। उज्यालो छ नि त कपडा पनि, यो पनि त हेर्नु पर्छ। यस्तो यस्तो लाउँछन् कि लेडिजहरू, तपाईँलाई थाहै छैन यार। सुन्नुहोस् त भिडियो हुन्छ फेरि अब बिहान गरे मान्छे भएर नि होला नि त। लेडिज लाने यस्तो त हो क्या। लास्टमा भाटबटिन आफै गएर बोलाएर लगेर जानुपर्ने स्थिति आउला जस्तो छ यहाँ। सब खुइलिएका कपडा जस्तो देखिन्छ नि, कहाँबाट होला क्या। सब खुइलिएका जस्तो छन् नि कपडाहरू। बरु विन्डप्रुफ ज्याकेट चाहिँ लैदिनु पर्छ कि जस्तो लागिरहेको छ। सब कपडा खुइलिएका जस्तो देखिन्छ नि लेडिजका त यार। को त्यो 40 को रहेछ, यो 37 को सही। लास्टमा गए चप्पल लैदिनु पऱ्यो भनेको होइन। चप्पल हेर्न लाग्यो, स्यान्डल यस्तो छ यहाँ देखाएको छ नि। के लैदिनु भन्ने भयो क्या। गाह्रो छ यार, मलाई पनि साह्रै गाह्रो। यो मन परेको फेरि साइजै छैन। 35 नम्बरको साइज लाग्छ फेरि। 40 छ यो। त्यो कहाँबाट 35 लाग्यो? 36 को त कामै छैन, 35 नम्बरको खोज्नु पऱ्यो। यहाँ 35 नम्बरको कुनै पनि छैन। अनि कसरी हुन्छ? परेन तनावमा सकिन्न, गाह्रो छ। नानीको खेलाउनाहरू छन् लगाइजाने नभए यहाँ छ जस्तो दामी दामी। नानी आएको भए लहर जान्थ्यो होइन, तर नानी छैन।
अहिले चाहिँ के लाने होला खै गाह्रो छ यहाँनिर केही छैन भयो त नलगिदिनु मैले सामान चाहिँ लगिदिन्न अब पैसा चाहिँ दिन पर्ला अब पैसा दिएर आफै किन्छन् आफै लगायो भने कहिले केही मिल्दैन कहिले केही मिल्दैन साइजै भेटिँदैनन् होइन 35 नम्बरको चप्पल लाग्छ 35 नम्बर भन्दा भेट्दैन मैले त्यही भएर चाहिँ अब एनिभर्सरीमा आफै किन्छौँ गिफ्ट भन्ने त्यस्तै हो भगवानको सेक्सन देखाउँछु ल हाम्रो लक्ष्मी माताहरू बस्ने सेक्सन यहाँ छ सब के को माताहरू बस्नुहुन्छ कस्तो राम्रो छ माथिहरू होइन मजाको भयो मैले पनि यस्तै व्यापार गर्ने भनेको काम गर्नु पर्ला भनेको हुँदै नहुने भयो कि हजुर ल आउँछु म कस्तो राम्रो छ है उतातिर पनि छ है ल्याम्पहरू हजुर कस्तो छ हेर्नु यतातिर हेर्नु के छ र वाह छ यहाँनिर गौमाता अनि हाम्रो नानीहरूको लागि गाडी नानी त अटाउँदिने हो यसमा त नानी त अटाउँदिने हो यसमा त होइन यति सानोमा कसो अटाउने ठुलो हुन्छ अनि यो पुरै कति वर्ष कलेक्सन हुन्छ यस्तो छ गाजी ह्यान्डीले चलाउने हो यो सबै किन्न थाल्ने मात्रै भाडबिट पनि सब किन्ने हुन्छ अहिले त्यही भएर हेर्दै नहेर्ने अब भइहाल्यो जे किन्न आएको त्यही भएन गाइज किन्ने भनेको थिएँ अब साइज नमिल्ने कहिले के नमिल्ने भयो त्यही भएर आफै किन्ने भनेर पैसा चाहिँ दिनुपर्ने भयो अब के भन्छ त्यो के अरे एनिभर्सरी गिफ्ट चाहिँ पैसा दिनुपर्ने छ अब आफै किन्ने सजिलो भयो नि त केही पनि किन्दैन क्या गाइज होइन हेर्न गएको हेरेर घुमेर आइयो ठिक छ स्कुटी खोजमै गाइज कहाँ रहेछ यहाँ पनि छैन ऊ त्यो होला सायद त्यसो माथि त गएर भेट्नुहोस् त तपाईँले भेट्यो तर हामीले तल राखेको थियौँ कहाँ होइन 1 घन्टा भइसक्यो गाइज खोज्दा खोज्दा यति रहेछ हामीले तल राखेको थियौँ मेरो यहाँबाट कहाँबाट माथि आयो हेर्नु त जहाँ राखेको त्यही रहेछ होइन तल राखेको थियौँ माथि आएछ भने ल चलाउनुहोस् त कतिको सक्नुहुन्छ रुममा आइसकेँ अनि यहाँ आउँदा बित्तिकै पानीपुरी खाएर बसिसकेको छन् मलाई दिएनन् होइन यिनीहरूले सेसेर फोफो भएर बसिरहेको थिएँ छोरीले लास्टमा त्यत्तिकै खोस्टो पानीपुरी दिएँ बाबालाई फेरि लिपस्टिक लगाएछ नक्कलीले पानीपुरी त मम्मीले र दिदीले खाएको तिमीले त खोस्टो खायौ रे हो पानीपुरीको खोस्टो खायौ पानीपुरी नै खायौ पानीपुरी को पकाएको खाएको मैले हो र ए बाबा रहेन छ नि बाबाले तिमीले खानु भन्छ त बाबाले मलाई दिएनौ त अनि त्यो जम्बु थोयो के चकलेट जस्तो छ त्यो त खानु हुँदैन खानु हुँदैन त्यसले गर्दैन कस्तो गर्ने सीधा पेपर पछि त्यो बरा थिए सीधा आऊ त यहीँ गर नि त आऊ हेलो गाइज भन्दै बड्डा आऊ उता देखि आँखा उता आँखा देख्यो तेरे पास एक सुनाई माँ आऊ के
क्यामेरामा हेर्ने ल ल हेरे हेरे ल क्यामेरामा हेरे के गर्ने अब मेकअप मैले गर्ने तिमीले गर्ने हो लागेर कपाल कसो हो मेरो कपाल तान्ने हो दुख्छ 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 हुन्न अब नचल ल चल्ने होइन ल तिमी भोलि जाने कि नै अब उहिलेर आउँथ्यो देखिएछ भयो अब केही नगर ननिभाउ क्या हो के बनाएको रहेछ के हेर्न थियो त कस्तो आउँछ त अनि नगर न छोरो बाबालाई अया हुन्छ कि हुँदैन भन त यो 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 यहाँ पकड हेलो अब यसरी बोल्नु हेलो गाइस यो वाला त्यो वाला त्यो नै नलाने छोरो ठुलो लाने ठुलो ऊ यो वाला लाम है यो नलाने तिम्रो बर्थडेमा काटेको केक लाने यस्तै यो लाने यो कुन यो त्यो ठुलो हुन्छ त्यो खान सकिन्न यो खाना ऊ यो लाने यो सानो सबै यो ठुलो के गर्ने हो क्या ठुलो के गर्ने हो तिमीले खाने त हो नि मैले खाँदिनँ सानोवाला खाने त्यो तिमीलाई लैदिनु केक किन्न आएको गाइज गरेको छ अरे सानो लानु पऱ्यो त्यो चाहिँ लानु पऱ्यो क्युटवाला केक लगेर जाने हजुर पहिला त्यो केक ल्याउनु न हेरौँ रहेछ क्या त्यो के गर्ने नामै क्युट अनि गाई हामीले केक लिएर आएको छोरीले समातेर बिस्तारै छ र एकदमै साइलेन्ट एनिभर्सरी मनाउने आज मम्मीलाई किन बित्यो त सरी भन्यो भन मैले मेरो खुट्टाले तिम्रो खुट्टाले यसरी यसरी मम्मीलाई पिट्यो भने यसले पिट्यो यो कसो खुट्टो हो अनि तिमीले सरी नभने मैले के सरी भन्ने त मैले यसरी पिट्याएर होइन नि त यसरी गरेर यो खुट्टाले यसरी पिट्यो हो बाबाले हो भने काट्दा अब कस्तो यो खुट्टाले पिट्याएको बाबाले पिट्यायो यस्तो यहाँ पिटेको बस खुट्टा नै यो खुट्टा कसको पिट्यो पहिला मेरो खुट्टा हो यो उता वहाँसम्म ल्याएर यो पनि खुट्टा यता काटेको अथवा यहाँ कति वहाँ सामान छाड्नेपछि वहाँ पनि मेरो खुट्टा निक्लिन्छ अब कसरी हिँड्न सकिन्छ अनि नै त्यो त कुरा ठिकै हो कि मैले सुन यो खुट्टा यसरी आएर यो खुट्टाले यसरी मम्मीले हानेपछि यो खुट्टा कसको हो यो खुट्टा कसको बाबाको र बाबाको वहाँ गएपछि यो खुट्टा बाँचेपछि वहाँ गएपछि कसरी हिँड्न सक्छ त म त्यस्तो हुन्न छोरी कहिले पनि हो नै के यस्तो के यो खुट्टा तिम्रो खुट्टा होइन मैले उचालेर लगेर यसरी यस्तो गरेँ अनि यो खुट्टा कसको तिम्रो यो तिम्रो खुट्टा लेग मम्मीलाई हानेपछि मैले हाने कि मम्मीले हाने तिमीले हान्यौ मम्मी बाबाले हाने बाबा ठग्ने बाबाले कुरा भन्छु कि कानमा कुरा मम्मी तान्ने नि सर मम्मी पिट्छ नि त्यसलाई बेलामा अग्नि गाली गरेन त्यहाँ गाली त्यहाँ त पेटमा कति धेरै दुखेको थियो त अनि अटेपछि के हो दुख्यो त सकियो त फिर्ता आउँछ पिटेपछि
पछिबाट त्यही नगर फेरि त्यस्तै गर्ने सम्झाउने कि सम्झाउनु पर्छ यस्तो भयो मम्मी जान्ने हो नि अब मम्मीले सरी भन्न चाहन्छु त्यसो भए मम्मी जान मामा घर सरी सरी भन नि त जान्छु सरी छोरी सरी भनिन्छ अब त्यसो भए म रिसायो पिट्ने बेला पिट्ने गर्ने जाने त अब के काट्ने तिम्रो साथी बाबा कि मम्मी बाबा बाबा अब साथी के काट्न यो को हो त मम्मी अनि किन साथी भनिदिनु त मेरो त भइसक्यो त्यसो भए म के काट्दिनँ काट्छ तिम्रो बलु यहाँ छैन नि अनि देखि गयो त मम्मीलाई पनि पिट्यो थाहा पाइसकेको छैन पिट्यो होइन भनिसकिने खालि भनिसकिने यसमा पुरी केक छ मम्मीलाई पनि चिपाएको ल पिटे मैले पिटे छैन छैन मैले पिटे होइन मैले पिटे होइन होइन यस के काट्न त के काट्ने माया गरेर केटा पनि मम्मीको बर्थडेमा केक काट्नुपर्छ त ल आज आज के हो रहेछ र आज बाबा मम्मीको विवाह हो बाबाको मम्मी बाबाको यो खाने दिदी र म यो खाने ओके छोरो जाऊ न त केक काट्न काट्नु न त ल भिडियो बनाऊ फोटो के हो सबै हो गोबरा कहाँ राख्नु त यहाँ त्यो त तातोले फुल्छ यो त पट्ट पट्ट हुन्छ पर्सिन जस्तो पट्ट पट्ट हुन्छ के नानीको बर्थडेमा के छ र गोबरा त्योभन्दा त मान तपाईँ त्यहाँ होटेल गएर बाबा यो पनि टेबल धेरै बुक गरेर ल खर्च यो पनि छ यो दुईटा छ त बाबा त्यो पछिबाट पुरा बाबा बाबा मलाई क्यान्डल नलाग्नु बाबा यहाँ पनि छ त दुईटा बाबा हजुर यहाँ छ त दुईटा बलुन चाहिँ सेलिब्रेसन हुँदैछ तर हामीले चाहिँ बत्ती निभाएर चाहिँ क्यान्डल बालेर एकदमै सानो चिटिक्क परेको होइन दुईजनाको होइन एकदमै स्पेसल टाइपको बनाउँदैछौँ लाइट निभाएर लाइट निभाउ न कस्तो देखिन्छ पुरै निभाउ ल अनि यत्तिको देखिन्छ यत्तिको भिडियो बन्छ आज खै अगाडि गर्नु कस्तो देखिन्छ अगाडि भूत ल यत्तिकै भिडियो बन्छ हाम्रो ठ्याक्क क्यान्डल नाइट लाइट बाल्यौँ भने कस्तो देखिन्छ यस्तो यत्तिको ठिकै छ भयो आँखाले त्यो हुन्छ नि फुलले जस्तो फुला उठेको जस्तो नदेखिसक्यो त्यो बत्ती निभायौँ भने फुला उठे जस्तो कति बस्छ त हो एनिभर्सरीको कुनै गाना सँगछन् भने यसो टिकटक खर्च मम्मी बलुन केही हुन छ योबाट हालिहाल्नु होला न त फेरि तल खस्यो चक्कु खै अनि त्यो खै लाइटर ल पार ल उसै त ल बस 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 त्यो चक्कु चाहिँ मैले तैको छ उठ त पहिले पाउँदा यो पोल्नेवाला होइन र भान्जी हजुर यो पोल्नेवाला होइन र त्यो होला यो म तपाईँको पनि गराइदिनु भएको थिएँ अनि बल्लीवाला यो बल्ली के हो बन्नेवाला यो बोल्छ किन त्यस्तो भयो यस्तो गर्नु न यसलाई अगाडि फर्काउने भयो काटिहाल्नु नि त चक्कुले ल ल ताली पिटा छोरा ताली बजाऊ नानी पनि काट्छु नानी ल ल तिमी गाड्छौ ल तिमी हाम्रो छोरा पनि छ ह्याप्पी ल। एनिभर्सरी ल त्यो निकाल्ने छोरालाई खुवाइदिने पहिला भएन है म निकालिदिन्छु ल चम्चा होइन
ल मम्मीलाई पनि ल म खाम होइन नखाइदिनु खुवाइदिन्छु मिठो छ यस्तो भयो खुवाइदिनु तपाईँले मलाई लगाइदिनु भयो मलाई कसले यहाँ पनि आउँदैन त्यो चिल्लो हुन्छ अनि फेरि त्यो जाँदैन के जान्छ जाँदैन साप भाँडामा नि साप फेरि मैले त्यो कुकुर दिन्छु तिमीलाई फेरि अनि म यता पनि होइन होइन त्यो यसरी केकमै उ गरिदिनु टाउको खाने बेला पनि के थोरै खान्छन् र भनेको के एनिभर्सरीको दिनै झगडा गर्न मन लाग्छ तिमीलाई झगडा गर्ने ठुलो अघि ठुलो आँगर छ आँगर हो यस्तै खान्छ कसैले यसरी खुवाउने मैले त लगाउँछु नि छोरीले कसरी खान्छ नि हेर ल है छोरीले कसरी खान्छ नि हेर यहाँ यस्तै खान्छ नि अझै आँगन छिन् अझै गरिस् बाबा खान्छ अब अब यो पनि काट्नु ल नानीको पनि काट्न मारे ल वाह है वाह कति राम्रो हो कि वाह मिठो छ क्या नि काटो काटो नानीले मात्रै काट्छ नानीले नानीको ह्याप्पी बर्थडे हो कि के हो नानीको Happy month day. ह्यापी Happy month day. मन्थ डे मन्थ डे 4 years 2 month ल ए, one बाबा month. बाबाले खाइदिन्छ अब छोरीलाई यो वाला चाहिँ मिठो होला ब्ल्याक मम्मीलाई खुवाइदिनु त मम्मी कस्तो अलिक बेसरी गर न भनेको अर्डर न त बमी जान्छ झगडा गर न त एकछिन खानु न त आज त हो र खाने मिठो भएछ यो त नगर अब हामी बिग्रिया जस्तो खै खाऊ भान्जी हजुर ड्राइभर पर्छ यस्तो केक त नहुनु पर्ने यो यसरी एकैचोटिमा सकिन्छ र भान्जी सकिन्छ केक पनि भान्जी मिर्छ त्यसको भएपछि मात्रै सकिन्छ यो मिठो छ बाबा भान्जी कस्तो छ है यो खाने बाजेको सुन्नु त यो बात मैले जक्कुले अब छुरी छुरी जस्तो लाग्यो नि त। मिर्छ चल नखाइ यस्तै होला नै यो। फेरि भन्नु यस्तै होला यो मिठो छ यो मिर्छ नराम्रो छैन मिठो छ मलाई यो त्यही मनपर्छ ल अब काटौँ न त लु के खान्न त ल खाऊँ न त यस्तो गरौँ न त यो निकालेर एउटा मम्मीलाई पहिला मम्मीलाई है छोरीलाई छोरीलाई पहिला छोरीलाई यो पनि छोरीलाई मलाई छोरीलाई यो दिनु मन लाग्छ कि यो त्यही भएर यो मम्मीलाई दिउँ भनेको मैले मम्मीलाई दिउँ है म त यो खानु मन लाग्छ त्यो खान्नन् खाने फुल र छोरी यहाँ के लेखा छ ह्याप्पी एनिभर्सरी त्यो फुल छोरोलाई दिउँ कसलाई दिनु निरन्छ मैले त फुल खान्छु अनि त खाऊ त नि दिदीलाई के दिने त अनि दिदीलाई दिदीले यो खानु चाहिँ त्यो दिने ल चक्लेट खाने होइन यहाँ किन जान्छ चक्लेट रहेछ यहाँ खाऊ दाम दुख्छ नखाऊ नखाऊ ल नखाऊ नखाऊ त्यो खाने चक्लेट नखाऊ जति पनि टिकटाकमा हाल्नुलाई मेरो छ खाने पकाएको दादाको मामा एनिभर्सरी सके दादाको के सक्यो अहिले यहाँ र गिफ्ट चाहियो त अब त ए गिफ्ट त छैन त गिफ्ट दिएको भिडियो त नगर्ने त गर्छु यो हो तपाईँले नि गरिदिनु न त मैले नानीले नि गरिदियो अब छोरीलाई पनि गरे
बाबालाई मम्मीलाई गरिदिउ नि त ल भयो ऐसा फेरि हेर्दै यस्तो राम्रो छ कि ल अब चाहिँ अब भिडियो सक्यो नि हाम्रो निलान्जी अब खाने भालो मान्छे अब प्लेट लिएर कति खान सकिन्छ अब खाने भालोमा आए क्यामेराको मान्छे बाई बाई थालले खाने खान्छ हामी खाने भनेको 3टा मात्रै हो मलाई दिन्छु थाल बच्ची बाले मलाई दिन्छु तिमी यही बस हस् गीत दिइसक्यो तिम्रो घर पैसा हाल्दैन त कति रुपियाँ हाल्दैन 0 5 रुपियाँ छैन त्यो रिनाउड गर्दै हो मजाले छुट्यो मैले सरप्राइज भन्ने हुन्छ भने पैसा दिने हो त्यो तिम्रो खुट्टा 35 को छ 35 सेन्डिल गाइस 35 को सेन्डिल कतै पाइन्छ पाइँदैन नि कहीँ पाइँदैन 35 को सेन्डिल यत्रै छ नि तेरो खुट्टा यत्रै कहाँ पर्नु जान्छ खुट्टा दे कति छिटो पग्लिसक्यो कि हेर्नु आन्टी टन्न खाने सुत्ने थाल दे बन्द गर्दै यो के यसरी उज्यालो आउँछ कि माला हेर्नु न यो भन्दा पनि यो माथि गर्नु अनि हेर्नु यहाँ कति थियो त A few moments later. त्यो सबै खाइसक्थ्यौ कि यो हो तिम्रो यो मेरो अनि यो कोलाई हो खानु न तपाईँले त्यो यो कोलाई हो लाउनु यो बाबालाई तिम्रो खोइ भान्जी मेरो त्यहाँ छ म त खाइसकेँ त्यो सबै उताको अनि आज डान्स गरिदिने हौ छिटो खाएर ब्रुस गर छोरो छिटो गुरुस गरेर सुन्ने नि दुध रहेछ ले खाना बाबा यो फुटा दिनु न आफै गर न मेरो लगाइदिनु ल गर 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 जाऊ जाऊ केही हुन्न केही हुन्न यहाँसम्म त गर म यति अडिन्छु त फेरि म यति अडिन्छु नि त यो फुटेको यस्तो यस्तो गर बाउलो दसैँमा यस्तो गर यहाँसम्म त केही हुन्न सुस्तारी सुस्तारी डरले कामी चिनी त यतिकै छोडिदिनु मम्मी यो पनि सक्यो 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 अब के खाने बाँकी खाऊ न खाने हो यो हाम्रो एनिभर्सरी सकिसक्यो छोरी ऊ छ भान्जी पनि एकछिन नि भान्जीले क्यामेराम्यान आज भान्जी भयो नि अब खाने म त खाँदिनँ मलाई धेरै भइसक्यो तिमी आफै खाऊ होइन अब एनिभर्सरी अब यो पखाल्न पऱ्यो होइन यो पखाल्न पऱ्यो यो पखाल्न पऱ्यो यो माया गरेको बुढीले माया गरे यहाँनिर यस्तो भएको सेतो दाग भए यो फाल्न पऱ्यो होइन अनि चाहिँ मेरो काम आज सकिन्छ अनि हामी फेरि भोलि भेट्छौँ होइन बाई बाई भनिदेऊ बाई बाई गाइज सर बाई 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 भान्जीले पनि बाई बाई भन्छ बाई बाई